तपाईँ पत्रकारहरू जहिले पनि सबभन्दा समाजमा सबभन्दा ज्यादा समालोचनात्मक चेत भएको वर्ग भने पत्रकार वर्ग हो। अब त्यसैले तपाईहरुले एउटै कुरालाई विभिन्न कोणबाट हेर्नुहुन्छ। तपाईले सगरमाथालाई पनि चीनबाट हेर्नुभयो भने एक प्रकारको देखिन्छ, नेपालतिरबाट हेर्नुभयो भने एक प्रकारको देखिन्छ, हेलिकप्टरमा उडेर गएर माथि हेर्नुभयो भने अर्कै प्रकारको देखिन्छ। तर सगरमाथा तीन प्रकारको हुँदैन, एकै प्रकारको हुन्छ। त्यसकारण हामीले कुनै वस्तुलाई कुन पाटोबाट कुन नजरियाबाट हेर्छौं त्यसले अलग अलग अर्थ बोक्छ। म एउटा सानो उदाहरण दिन्छु। बाघले मृग खानु, बाघले हरिण खानु ठिक हो? यो प्रश्नको दुईटै उत्तर ठिक हो पनि ठिक हो, होइन पनि ठिक हो। बाघको बाँच्ने अधिकार, बाघको संरक्षणको अधिकारबाट हेर्ने भने हरिण नखाए त्यसले के खान्छ? घाँस त बाघले खाँदैन। त्यसकारण बाघको संरक्षणको पाटो, जिन्दगीको पाटोबाट भने हेर्यो भने हरिण खानु ठिक हो। हरिणको बाँच्न पाउने अधिकारको बाटोबाट हेर्यो भने बाघले हरिण खानु बेठिक हो। त्यसै एउटै प्रश्नको ठिक पनि बेठिक पनि उत्तर आउँछ भनेपछि शिक्षा क्षेत्रका हामी कर्मीको भोगाई र यहाँहरूले शिक्षा क्षेत्रलाई हेर्ने देखाइ फरक फरक चिज हुन्। यहाँको खास भोगाई हामीसँग छ। यहाँहरूले फेरि शिक्षा क्षेत्र बुझ्नु नै हुन्न भन्ने मैले त्यसरी आरोपित गर्न खोजेन। तर शिक्षा क्षेत्रको बारेमा धारणा बनाउँदै गर्दा, शिक्षा क्षेत्रको नियम बनाउँदै गर्दा सबभन्दा ज्यादा विद्यार्थी र शिक्षकलाई सुनियो भने त्यो बन्दै गरेको नियम, बन्दै गरेको कानुनमाथि सबभन्दा बढी न्याय हुन्छ भन्ने मेरो बुझाइ छ। अघि सुदर्शन सरले त्यो वास्तवमा पौराणिकले सुदर्शन सबभन्दा अन्तिम हतियार हो, कडा हतियार हो। पत्रकार सुदर्शनहरू पनि कडा दुई चाहिँ सुदर्शन कडा। सुदर्शन सरले भन्नुभयो, यहाँको म पछि आउँछु सुदर्शन सिक्दैको, म सुदर्शन घिमिरेकोमा गएँ। तपाईहरुले त सबै कुरा तपाईँ पाठ्यक्रम निर्मातादेखि सबै कुरा हो। पाठ्यक्रम निर्माणको कुरा तपाईले उठाउनु पर्ने, तपाईको माग मुद्दामा देखिएन। गुणस्तर विकासका कुरा तपाईको माग मुद्दामा देखिएनन्। ती कुरालाई पछाडि पारेर सेवा सुविधाका कुरा मात्रै ज्यादा आए भनेर उहाँले भन्नुभएको छ। यो सेवा सुविधाका कुरा हाम्रा मागहरूमा ज्यादा छन्। त्यसको बाध्यता के छ भने समाजमा हामी बाहेक हाम्रा माग मुद्दाको बारेमा कोही बोलिदिँदैन। त्यसो भएपछि हामीले नै हाम्रा माग मुद्दा बिर्स्यौँ र उठाएनौँ भने समाजमा कसले उठाइदिएन? ल यसो गरौँ न त, शिक्षकका माग मुद्दा अर्को समूहले उठाइदिने, अर्को समूहका माग मुद्दा शिक्षकले उठाइदिने, ल त्यसरी जाने हो भने पनि जाउँ। अन्यथा हाम्रा माग मुद्दा हामीले उठाएनौँ भने अरूले उठाउँदैन। म त्यसमा आउँछु। अनि हामी वस्तुपरक भएर सोचेनौँ भने परिणाममा पुग्दैन। म एउटा सानो उदाहरण सम्प्रेषण गर्छु। म नदीमा बगिरहेको बेला जमिनमा भए यसरी ठमठम हिँड्थेँ भनेर सोचेँ भने नदीले मलाई बगाइहाल्छ अनि म जमिनमा पुग्नै सक्दिनँ। जमिनमा भए यसरी हिँड्थेँ भन्नका लागि त पहिले जमिनमा पुग्नु पर्यो नि त, नदीमा पौडेर जानु पर्यो नि। त्यसका हामी कुन धरातलमा छौँ त्यो धरातलबाट हामीले सोच्ने हो। पश्चिमा धरातलमा शिक्षकहरूले कसरी सोच्छन्, कुन व्यवहार गरिरहेका छन् भन्ने कुरा अहिले सोच्ने अवस्थामा छैनौँ। पहिले हाम्रो धरातल त्यहाँ पुर्यायौँ भने हामी पनि त्योभन्दा अगाडि गएर हामी सोचौँला, विचारौँला। उडान भर्दै गर्दा उडानको प्रारम्भिक शर्त हो पखेटा। अनि मसँग पखेटा छ कि छैन भन्ने विचार नगरिकन छतबाट मैले उडान भरेँ भने के हुन्छ? म मर्छु, मेरो उडान जाँदैन। त्यो रियालिटीलाई पनि यहाँहरूले, मैले अलिक प्रतीकात्मक कुरा गरेँ, यहाँलाई बुझिदिन मैले हार्दिक आग्रह गरेँ। र अर्को कुरा, गुणस्तरको बाटोमा हामी के भन्छौँ भने गुणस्तरको सबभन्दा प्रमुख आधार, धेरै आधार होलान्, धेरै आधार जान्दिनँ म, ज्यादा विज्ञ पनि होइन, ज्यादा पठित मान्छे होइन, ज्यादा तार्किक तर्कसङ्गत कुरा भएको, ज्यादा जान्ने मान्छे पनि साथीहरूले पदमा राख्थे, साथीहरूलाई नेतृत्व गरेर हिँडेको छु, सामान्य एमङ द एभरेजै हुँ। त्यो कुरा म आफै सकार छु। तर मैले के हो भने गुणस्तरको सबभन्दा प्रमुख पाटो भनेको शिक्षकको उत्साह र अभिप्रेरणा, विद्यार्थीका लागि पठन योग्य वातावरण, शिक्षकका लागि शिक्षण योग्य वातावरण हो। म गलत छु भने मलाई सम्झाइदिनु होला। अनि त्यो स्थिति हामीमा सिर्जना भएको छ कि छैन? हामी शिक्षकले राम्रो पढाओस् भनेर अपेक्षा राख्छौँ, सही हो। समाजले त्यो अपेक्षा राख्नुपर्छ, विद्यार्थीले त्यो अपेक्षा राख्नुपर्छ। विद्यार्थीले राम्रो पढोस् भनेर हामी शिक्षक पनि अपेक्षा राख्छौँ, समाजले पनि अपेक्षा राख्छ। त्यो विद्यार्थीलाई पठन योग्य वातावरण छ कि छैन, शिक्षकलाई शिक्षण योग्य वातावरण छ कि छैन भन्नेमा चाहिँ निरपेक्ष रहने अधिकार समाजलाई छैन।
यदि शिक्षक र विद्यार्थीबाट हामी त्यो अपेक्षा गर्छौँ भने त्यो वातावरण निर्माणको लागि हामीले प्रयत्न गरिदिनुपर्छ। शिक्षक भनेको अर्काले निर्माण गरेको निर्मित वातावरणमा काम गर्ने कर्मी हो। शिक्षक आफैले आफ्ना लागि वातावरण निर्माण गर्न सक्दैन। राज्यले निर्माण गरेको वातावरणभित्र काम गर्ने कर्मी भएको हुनाले त्यो निर्मित वातावरणमा अधिकतम क्षमता प्रयोग गरेर इमान्दारीपूर्वक शिक्षकले काम गर्नुपर्छ भन्नेमा हामी सहमत छौँ। तर उसका लागि वातावरण निर्माण गरिदिने कुराको त्यो लडाइँमा अहिले हामी छौँ। शिक्षकको लागि वातावरण निर्माण यहाँ माग्मुद्दा के छन् भन्दा पनि यदि यो ऐन हामीले जारी गर्यौँ भने शिक्षक कर्मचारीका लागि उत्साहप्रद वातावरण निर्माण हुन्छ, अभिप्रेरणा प्राप्त हुने वातावरण निर्माण हुन्छ। विद्यार्थीका लागि पनि पहिलो र दोस्रो मागे हाम्रो 20% लगानी र निःशुल्क शिक्षाको कुरा छ। मैले 78मा पेश भएको 34 सूत्रीय मागको कुरा गर्दैछु। अनि विद्यार्थीका लागि पठनयोग्य वातावरण, विद्यार्थीको पनि त सेवा सुविधा भनेर तलब नखाए पनि त विद्यार्थीको सेवा सुविधाका कुरा छन् नि त, छात्रवृत्तिका कुरा छ, खाजाको कुरा छ, विद्यार्थीको आफ्नो मानस र शारीरिक स्थितिको पनि त पठनमा असर हुन्छ। ती स्थितिमा पनि सुधार आवश्यक छ भनेर लगानीको र हामीले निःशुल्क शिक्षाको कुरा उठाएको छौँ। ती भनेको गुणस्तरसँग जोडिएका पाटा हुन्। त्यसैले यी मागहरूमा ती कुराबारे नेपाल शिक्षक महासङ्घ अथवा यसका आबद्ध सम्बद्ध संस्था छ निरपेक्ष छन्, उठाएका छन् भन्नु यी संस्थाप्रति न्याय गरेको ठहरिँदैन। अब अर्को कुरा, अहिले कस्तो छ भने अनाकमा शिक्षक विरोधी भाष्यहरू निर्माण भइरहेका छन्। त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि जगाउँदैन र विद्यालय शिक्षालाई पनि उँभो लाँदैन। त्यस कारण त्यो कुरामा पनि हामी सतर्क हुनुपर्छ। एउटा कुरा मैले जहिले शिक्षकले सबै कुरा नियन्त्रणमा लिएर सम्पूर्ण दायित्व निर्वाह गर्न सक्दैन। मैले एउटा पौराणिक उदाहरण जहिले पनि सम्प्रेषण गरिरहन्छु। धेरैचोटि होला, कसले धेरै पटक सुनिरहनु भयो होला, सुनिरहेका मान्छेलाई दिक्क लाग्न पनि सक्छ। तर प्रसङ्गमा आएपछि त्यो कुरा मैले रिपिटेडली भन्नुपर्ने नै हुन्छ। एउटा महाभारतको दृष्टान्तबाट भन्ने गरेको छु। गुरु द्रोणाचार्य, विद्यालय द्रोणाचार्यको गुरुकुल, शिष्य दुर्योधन र युधिष्ठिर। किन युधिष्ठिर दुर्योधन हुन सकेन, दुर्योधन किन युधिष्ठिर हुन सकेन? द्रोणाचार्यले पूर्वाग्रह राखेर पढाएको त होइन, अलग अलग शिक्षालयमा तिनले पढेका पनि होइन। अब उत्तर पनि मै भन्छु, फेरि मैले प्रश्न मात्रै छोडाएन। उत्तर किनभने दुर्योधनले सङ्गतलाई मैले वातावरणसँग जोडेको छु है, व्यक्तिसँग जोडेको छैन। दुर्योधनको सङ्गत सधैँ शकुनीसँग भयो, युधिष्ठिरको सङ्गत सुरुमा भीष्म पितामह र विदुरसँग भयो, पछि गएर भगवान् कृष्णसँग भयो। यो सङ्गतलाई मैले वातावरणको रूपमा ल्याउँछु। एउटै शिक्षालयमा एउटै योग्यतम शिक्षकबाट दीक्षित भएका विद्यार्थीमा पनि एउटै परिणाम, एउटै उपलब्धि, एउटै सोच, एउटै परिवेश निर्माण गर्न सकिँदैन भने यो समग्र प्रक्रियाको जिम्मा सिङ्गो शिक्षकले लिनुपर्छ भन्नु शिक्षकमाथि पूर्वाग्रह राखिनु हो। त्यसो गर्न हुँदैन। परिवेश निर्माण गरेपछि शिक्षकले काम गर्न सकेन भने त्यो आलोचना भोग्न हामी तयार छौँ। हाम्रो पक्षबाट भएका कमी कमजोरीहरू सुधार्न तयार छौँ। नेपाल शिक्षक महासङ्घले त के भनेको छ भने हामीलाई यो सेवा सुविधाको लडाइँबाट मुक्त गरिदिनुहोस्, स्कुल व्यवस्थापनको लडाइँबाट मुक्त गरिदिनुहोस्, गुणस्तरको लडाइँ हामी लड्छौँ भनेर हामी बारम्बार भनेका छौँ। त्यसकारण यो लडाइँमा समग्र पत्रकार जगत, समग्र शैक्षिक जगतसँग हामीले सहयोगको अपेक्षा गरेका छौँ। त्यसमा म अत्यन्त विनम्रतापूर्वक अनुरोध गर्दछु। अब गुणस्तर र सेवा सुविधाको कुरा थोरैमा व्याख्या गर्छु। मान्छेले भन्छन् शिक्षकहरू सेवा सुविधाको कुरा गर्छन्। अघि मैले भनिसकेँ हामी किन गर्छौँ। शिक्षकको सेवा सुविधा राम्रो भयो भने सबभन्दा राम्रो भयो भने सबभन्दा राम्रो जनशक्ति शिक्षण पेसामा आउँछ। सबभन्दा राम्रो जनशक्ति शिक्षण पेसामा आकर्षित गर्न सक्यो भने शिक्षाको गुणस्तर माथि उठ्छ। त्यति मात्र होइन, सबभन्दा राम्रो जनशक्ति शिक्षण पेसामा आकर्षित गर्न सकियो भने उत्तम जनशक्तिबाट पढ्न पाउने विद्यार्थीको अधिकारको पनि सम्बोधन हुन्छ। सँगै देशले उच्चतम योग्यतम जनशक्ति प्राप्त गर्छ भनेपछि त हामीले उठाएको सेवा सुविधाको लडाइँ त गुणस्तरको लडाइँ, विद्यार्थीको अधिकारको लडाइँ,
अनि देशले योग्यतम जनशक्ति प्राप्त गर्ने लडाइँ पो रहेछ त। यो पाटोबाट हामीले किन नहिँडिदिएको, तमाम सरकार समूहले यो पाटोबाट किन नसघाइदिएको भनेर पनि आम शिक्षकहरू प्रश्न गरिरहेका छन्। यो प्रश्न म यहाँहरूकै अगाडि छोड्छु। अब म आन्दोलनको खर्चमा आएँ। आन्दोलनको खर्च व्यक्तिगत छ। जति पनि शिक्षकहरू आउनु भएको छ उहाँहरूले व्यक्तिगत रूपमा बस्नु भएको छ, व्यक्तिगत रूपमा खर्च गर्नु भएको छ। उहाँहरूलाई परेशानी छ, समस्या छ, तर उहाँहरू त्यति समस्याका बावजुद पनि फर्केर जानुहुन्न। किनभने प्राविधिक रूपले यी आबद्ध संस्थाका अध्यक्ष हुनुहुन्छ, म महासङ्घको अध्यक्ष छु, तर यो आन्दोलनको मोर्चामा हरेक शिक्षक कर्मचारीले आफूलाई नै अध्यक्ष सम्झिया छ, आफूलाई नै महासचिव सम्झेर ऊ आन्दोलनको मोर्चामा छ। यसलाई निर्णायक मोडमा नपुर्याइकन कुनै पनि शिक्षक कर्मचारी जति दुःख पाए पनि नुन खोर्सानी खाएर होस् कि चना खाएर होस् कि काठमाडौँमा टिक्छन्, बस्छन्। त्यो प्रतिबद्धता उहाँहरूसँग छ, त्यो विश्वास हामीसँग पनि छ। हामीले जहाँसम्म केन्द्रले गर्ने आन्दोलनको प्रबन्धको कुरा छ, हामीले यहाँहरूले थाहा पाउने गरी कुनै लुका छिपा छैन। प्रत्येक शिक्षकबाट 100 रुपियाँ उठाउनुहोस्, 50 रुपियाँ जिल्लामा राख्नुहोस्, 50 रुपियाँमा केन्द्रमा पठाउनुहोस् भनेर सर्कुलर गरेका छौँ। त्यही आएको 50बाट हामी चलिरहेका छौँ। कतिपय विद्यालयले साह्रै दुःख पाए, आन्दोलनमा नेतृत्वहरूले आन्दोलन सञ्चालन गाह्रो छ, त्यही पनि सबै साथीबाट आइपुग्न सकेको छैन। जति आएको छ जेन तेन हामीले आन्दोलन थेगिरहेका छौँ। केन्द्रले आधिकारिक रूपमा हामीले त्यसरी पत्राचार गरेका छैनौँ। जिल्लाहरूमा त्यस्तो गरेका छ, कुनै अनुचित गरेका छ भने हामी नोटिसमा लिन्छौँ, त्यसमा के गर्न सकिन्छ हामी निर्णय गर्छौँ। तर केन्द्रले त्यो खालको पत्राचार र त्यो खालको कुरा गरेका छैन। अहिले अब यो आन्दोलनको माहौलमा हामी पनि सबैसँग टच हुन सकेका छैनौँ, देख्न सकेका छैनौँ, त्यसलाई निरीक्षण अनुगमन गरेका छैनौँ। आखिरी महासङ्घ त पछि पनि रहन्छ, यी कुरामा निरीक्षण अनुगमन हुन्छ। काहीँ अनुचित भएको छ भने हामी नोटिसमा लिएर त्यस सम्बन्धी उचित के निकास हुन्छ त्यो कुरा हामी गर्छौँ। अब अन्त्यमा म आएँ। आन्दोलन कहिलेसम्म चल्छ, कहिले विश्राम हुन्छ, कहाँ गएर विश्राम हुन्छ? हो, संसदको अधिवेशन हामीले के भनेको छौँ भने धेरै साथीहरूले हामीलाई भन्नुहुन्छ ल संसदको अधिवेशन 19 गते सक्यो, 20 गते आन्दोलन थाल्यो। के हो यो? होइन नि, हामीले आन्दोलन त माघ 20 गते थाल्यो, संसद त छँदै थियो। फेरि त्योभन्दा अगाडि कसैले देउसी भन्ने टर्म प्रयोग गर्नुहुन्छ। हामी सबै राजनीतिक दलका नेतृत्वमा भेट्न गएका छौँ नि त। म त त्यो टर्म प्रयोग गर्न चाहन्न, पक्षीकरण भन्ने शब्दावली प्रयोग गर्न चाहन्छु। पक्षीकरणका लागि जान्छु, उहाँहरू जानिबकार हुनुहुन्छ। तर नेताहरूको के समस्या छ म थाहा पाउँदिनँ। मैले चाहिँ एउटा शब्दावली प्रयोग गर्ने गरेको छु, स्वैच्छिक विस्मृति। उहाँहरू इच्छाले नै हाम्रा कुरालाई विस्मृतिमा लगेर थन्क्याउनुहुन्छ। हामी गएर भन्छौँ, हामी ढोकाबाट निस्किसकेपछि उहाँहरूले बिर्सनुहुन्छ। कुनै दल विशेषको नेतालाई मैले भनिरहेको छैन, सबै। त्यही कारणले यो समस्या कचल्टेर लम्बिँदै गएको हो। यो शिक्षा विधेयकले पनि पोहोर साल हामीले किन ऐन नल्याएसम्म तपाईँहरूलाई छोड्दैनौँ भनेर आन्दोलन गरेनौँ भने 80 को कुरा गर्दैछु। ऐन दर्ता भएको 15 दिन, 7 दिन, 10 दिन, 15 दिनमा आउँदैन थियो भने हामी जानिबकार थियौँ, त्यसकारण गरेनौँ। तर त्यो विधेयकले त अहिले त 4वटा अधिवेशन पार गरिसक्यो त। 4वटा अधिवेशनसम्म पनि जारी नगर्नु त आम नेपाली शिक्षक कर्मचारीमाथि, आम विद्यार्थीमाथि, शैक्षिक जगतमाथि गरिएको अत्याचार हो नि त। त्यो अत्याचारको प्रतिकार एउटा सभ्य र शिक्षित बुद्धिजीवीले गरेन भने त्यसको प्रतिकार कसले गर्छ? हामी त त्यो विषयको प्रतिकार गर्दैछौँ। अहिले अब संसदको अधिवेशन हामीले के भन्यौँ? आन्दोलन सुरु गऱ्यौँ। हामीले 20 गते आन्दोलन सुरु गर्दाखेरि 21 गते उपसमिति गठन गरेर भए त्यसको 35 दिन कहिले पुग्थ्यो? 25 गते पुग्थ्यो। फागुन 25 गते पुग्थ्यो। अनि फागुन 25 गते त्यसले ल्याएपछि 30 गतेमा समितिले सक्थ्यो। चैत्रको पहिलो हप्तामा के हुन सक्थ्यो? ऐन जारी हुन सक्थ्यो। त्यो काम कसले नगरेको? शिक्षक महासङ्घले नगरेको हो? यसका आबद्ध सम्बद्ध संस्थाले नगरेका होइन नि। कसले नगरेको? संसदले नगरेको, सरकारले नगरेको, राजनीतिक दलहरूले नगरेको। त्यसकारण हामी अहिले के परिणाम, के उसमा प्रतिबद्धतामा छौँ भने यसपटक अब 12 गते संसद बोलाइएछ। 12 गते अघि त ऐन जारी हुने अवस्था छैन। संसद बोलाइसकेपछि अध्यादेशको कुरा पनि सक्यो। हामीले 3टा विकल्पमध्ये 2टा विकल्प सकिए। विशेष अधिवेशन र अध्यादेशका विकल्प सकिए। कसैले किन उठाइस्, कसरी उठाइयो, कसैको नारा पो टिपिस् कि भनेर पनि मलाई आरोप लाग्थ्यो। होइन, मैले त नेपालको संविधान पढेर के विकल्प रहेछन् भनेर हेरेर उठाएको हो। अब हामीले उठाएको कुरा काहीँ कसैले भनेको कुरासँग मिल्छ भने त्यसमा हाम्रो के दोष छ? त्यसरी उठाएको। अब एउटा विकल्प मात्रै छ, संसदको विकल्प।
भनेपछि 12 गते अघि त ऐन जारी हुँदैन, भनेपछि त 12 गतेसम्म त यो त आन्दोलन त त्यसै रहने भयो, 12 गते पनि जारी नहोला। अब हामी चाहिँ के भन्छौँ, राजनीति यहाँ थुप्रै सञ्चारकर्मी हुनुहुन्छ, यहाँहरूको माध्यम मार्फत अब 100 बुँदामा लगभग छलफल सकिसकेका छ, 163 दफा छन् त्यहाँ। त्यही पनि अगाडिका दफा पेचिला छन्, तिनमा त छलफल सक्नुभयो भने पछाडिका दफाहरू ज्यादा पेचिला छैनन्। उहाँले 5 गतेसम्म 7 गतेसम्म त्यो सक्दिनु भयो भने तल उपसमितिमा सहमति भयो भने समितिमा ज्यादा छलफल, दलीय सहमति भयो भने ज्यादा छलफलको आवश्यकता छैन, 2 दिनमा उहाँहरूले त्यो काम सक्नुहुन्छ। समितिमा सहमति भएर गएको डकुमेन्टको दस्तावेजको पार्लियामेन्टमा पनि ज्यादा छलफल आवश्यकता छैन। 12 गते ऐन जारी गर्न उहाँलाई केले रोक्छ, 13 गते जारी गर्न केले रोक्छ, अलिक कायम लाग्यो भने 15 गते जारी गर्न केले रोक्छ, त्यो प्रश्न हामीले गरेका छौँ। तर नेपाली शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी गर्ने सवालमा अन्तिम लडाइँमा, निर्णायक लडाइँमा छन्। यो पटक जे जस्तो नोक्सानी बेहोर्नु परे पनि हामी विद्यालय शिक्षा ऐन जारी नगराइकन त्यो नलिकन जाँदैनौँ। अब यस बापत कहाँ के शैक्षिक रूपमा क्षति हुन्छ, विद्यार्थीलाई मर्का छ, अभिभावकलाई मर्का छ, हामीले सार्वजनिक रूपमा भनिसकेका छौँ। जति कार्यदिन हामीले आन्दोलन गरेका छौँ त्यति कार्यदिन हामी विद्यार्थीलाई पढाउँछौँ, त्यो क्षतिपूर्ति दिन्छौँ। 80 मा पनि हामीले त्यति कार्यदिन क्षतिपूर्ति दिएको छौँ। अहिले अब एससीको नतिजाको कुरा आएको छ, त्यो 7 दिन अघि र 7 दिन पछि निस्कँदाखेरि कुनै आकाश खस्दैन। अहिले सरकारले 12 गते ऐन जारी गरिदियो भने हामी 13 गतेबाट परीक्षण गर्न सक्छौँ, हिजोभन्दा द्रुत गतिमा परीक्षण गर्छौँ, हिजोभन्दा ठुलो सङ्ख्यामा गएर परीक्षण गरेर त्यही तोकिएकै कार्यसूचीभित्र नतिजा निकाल्न पनि सकिन्छ। त्योभन्दा अगाडि गरेपछि 12 कक्षाको परीक्षा छ, त्यो पनि 1 हप्ता पछि गयो भने आकाश खस्दैन, जमिन पनि पल्टिँदैन, भूकम्प पनि आउँदैन पक्कै। त्यति भइसकेपछि त्यो विधिमा जारी गर्दै त्यसपछि हामी नै अग्रसरता गरेर त्यो परीक्षालाई पनि सम्पन्न गर्छौँ। तर काहीँ न काहीँ बाधा नदिकन, काहीँ न काहीँ पेचिलो स्थिति सिर्जना नगरिकन शून्य चरित्र राज्यसँग छैन। अभरमा परेपछि मात्रै काम गर्ने चरित्र छ। बाघ पसिसकेपछि खोर बनाउने, बाढी आइसकेपछि निराकरणका उपाय खोज्ने खालको राज्य चरित्र भएका कारणले यो हामी बाध्य छौँ। हामीलाई पनि थाहा छ, हाम्रा प्रिय विद्यार्थीलाई मर्का पार्न हामी चाहँदैनौँ। विद्यालय नियमित काममा हामी फर्किन चाहन्छौँ, तर यो राज्यले हामीलाई आन्दोलनको मोर्चामा यो सडक खण्डमा बस्न बाध्य तुल्याएको छ। यो अन्तिम लडाइँको रूपमा हामीले यसलाई लिएका छौँ। यसपछि यो ऐन जारी भएपछि ऐनको सम्बन्धमा लडाइँ हुँदैन। अरू पनि पेसागत जिन्दगीमा, पेसागत संस्थाहरूका जब समाज परिवर्तन हुन्छ, नयाँ नयाँ मुद्दा आउँछन्, नयाँ नयाँ मुद्दामा हामी फरक ढङ्गबाट लडौँला, तपाईँहरूसँग पनि मद्दत लिउँला, त्यो अर्को पाटो भयो। अहिले चाहिँ अन्तिम लडाइँमा छौँ, त्यसैले यसमा सहयोग गर्दिनँ र हाम्रो पक्षमा उभिदिन म सञ्चार जगतलाई पनि, सम्पूर्ण बुद्धिजीवी क्षेत्रलाई पनि हार्दिक अनुरोध गर्दै बिदा लिन्छु। धन्यवाद, नमस्कार। प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा गयो भने राष्ट्रिय सभा हामीले पर्खिनु पर्दैन, ज्यादा त्यहाँ परिवर्तन हुने स्थिति पनि रहँदैन। प्रतिनिधि सभाले पास गरेर पठायो भने राष्ट्रिय सभामा ज्यादा परिवर्तनको लाग्दैन। राष्ट्रपतिले प्रमाणीकरणको पनि हामीले ज्यादा पर्खिनु पर्दैन, मलाई त्यस्तो लाग्छ। प्रतिनिधि सभाबाट पास भएर त्यो चाहिँ अगाडि बढ्नुपर्छ। त्यति भइसकेपछि आम शिक्षक कर्मचारी अब ऐन आयो भन्ने कुरामा आश्वस्त। त्यसको लागि त मिति तोकिनु पर्यो त, हामीले भनेकै छौँ त मिति तोकिनु पर्यो। राज्यले एउटा सेड्युलमा काम गर्नु पर्दैन, गैर जिम्मेवार हुन राज्यले मिल्दैन नि त, त्यसकारण हामीले उठाएको। हेरौँला देखौँला भन्ने शब्दावली मैले प्रयोग गरेको छैन, के भन्नु त पर्दैन त होइन। हाम्रो आन्दोलनको अवस्था के छ, साथीहरू सबै आउनु भएको छ कि छैन भन्ने कुरा त संस्थाले हेर्ने देख्ने त हुन्छ नि। होइन, विरोध गर्न पाउने, तर कोही विरोधी छैन, कोही विरोधी छैन, पाउने नि। लोकतन्त्रको आन्दोलनमा लाग्दा पनि लोकतन्त्र विरोधी आरोप पनि आवाज पनि थियो, अहिले पनि आवाज छ। यो समाज बहुसोचाइको छ, बहुलवादी समाज छ, त्यसैले बहुसङ्ख्यकले के भन्छ भन्ने कुरालाई लिएर हामीले हिँड्ने हो। कसैले गरेको विरोधलाई हामी सम्मान गर्छौँ, किनभने विरोध गर्न पाउने, आफ्नो अभिमत राख्न पाउने, फरक मत राख्न पाउने सिस्टमका लागि लडेकै मान्छे त हो नि हामी। होइन, महासङ्घको तर्फबाट लेखिया छैन। अब व्यक्ति कसैले लेख्नुभयो भने हामी जिम्मेवार छैन। हामीले तलब खाने हो। पेसाकर्मीले दुनियाँमा कहीँ पनि आन्दोलन गर्दा तलब छोड्दैनन्। तलब त हामी खाने, हामी त देशको निर्माण, तलब होइन, तलब छोड्दैनौँ हामी। कसरी छोड्छौँ त? हामी त कामै गरिरहेका छौँ।
शिक्षा क्षेत्रको निर्माणको लागि आन्दोलन गरेर काम गरिरहेका छैनौँ हामी, त्यो छोड्दैन। तपाईँलाई त्यो कुरा पनि मैले प्रष्ट भने त्यो लोकतन्त्रमा विरोधको अधिकार छँदैछ नि।